घरै नभएको विनोद महतराको घर बनेपछि फर्किए फेरि काठमाडौँ। लोकदोहोरी गायक विमल डाँगीले दिए फेरि गीत गाउने अवसर। खुसी हुँदै भन्छन् अब त मेरो आफ्नै घर भयो, परिवारलाई राख्ने ठाउँ भयो। अनि कति चिटिक्काको घर बनाउनु भएको रहेछ, पैसा पनि धेरै लाग्यो होला। अब कसैले हाल्न नसकेको घर त तैँले हाल्दैछस् होइन, एकदमै खुसी लागेको छ भन्नुहुन्छ। त्यसैमा खुसी छु म। त्यो जलेको घर देख्दा अनि त्यो कुहिरो पुरै लागेको सम्झिँदा एकदमै नराम्रो लाग्छ। पहिला कुरा त्यो सम्झिँदाखेरि त एकदमै दुःख लाग्छ आफूलाई होइन। सोचेको थिएँ कि सानोतिनो एउटा काठको घर हालेर कमान जाने सोचेको थिएँ, तर त्यही घर पनि हाल्न सकेको थिइनँ। त्यस्तो भइरहेको थियो। अनि एक्कासी घर बन्दैछ, एकदमै खुसी लागेको छ। घर बनाउने जरुरी थियो नि त, अब त्यति कति दिन काठमाडौँ बसिरहने घरमा त्यस्तो भएर भनेर गएको घर बनाउन। कति एक तला बनाउनु भयो कि दुई तला? टिन छाएको एक तलामै हो। हजुर, जति पनि सहयोग गर्नुभएको उहाँहरूले सहयोग गरेरै भएको हो मेरो घर। अनि उहाँ खर्च भइरहेको छ। हजुर, कसले अहिले सबै म्यानेज कसले गरिरहनु भएको छ? भोजराज दाइले गरिरहनु। तपाईँको लागि त भोजराज त भगवान् जस्तै हो। हजुर, त्यो भगवान् जस्तै। अब घर सर्ने बेला जानु पर्ला म। मसँग त मन लुट्यौ, धन लुट्यौ, सबै लुट्यौ, कहाँ छुट्यौ, अब रुन धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र, मर्ने जति कोही पनि आउन फर्केर। यस्तो लाग्थ्यो कि पहिला त गीत त गाउँथेँ, तर साथीभाइहरूले भन्थे कि अब राम्रो गाउँछ एकदम भन्थे, तर गायक बन्छु जस्तो चाहिँ कहिले लाग्दैन थियो कि, किनकि त्यो औकातमा त कहिले पुगेला भन्ने लाग्थ्यो। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपिटिभी भनेकै सबै खबर सबैका लागि। विनोद भाइलाई स्वागत छ फेरि पनि काठमाडौँमा। धेरै धेरै धन्यवाद। लाडीराज.com पनि स्वागत छ। कस्तो भयो तपाईँको विशेषता गाउँको बसाइ भन्नुहोस्? एकदमै रमाइलो भयो। कति दिन बसेर आउनु भएछ? म 20-25 दिन बसेँ। 25 दिन है। घर बनाउने भनेर तपाईँले गीत आउँदै भनौँ न, कति धेरै अफर आउँदै सबै छोडेर तपाईँ गाउँमा चाहिँ घर बनाउनु जानुभयो। हजुर, घर बनाउनु। आज पनि विमल डाँगी दाइको गीत एकदम इमर्जेन्सी परेको हुनाले गाउन आउनुभयो। हजुर, गाउन आएँ। फर्किहाल्ने त होइन नि अब? नै, नफर्किने। 2-4 दिन 5-6 दिन जति हुन्छ बस्ने अब। जम्मा 5-6 दिनलाई हो नै? भनेको गीत जति आएको छ त्यो गाउने हो? त्यति गाउँछु। अनि कति जति अफर आएको छ? आइरहेछ, के अरे 3-4 दिनसम्म त, पछि हेर्दै जाऊँ के हुन्छ। हजुर, तपाईँ काठमाडौँ आएको थाहा पाएदेखि गीत रेकर्डको लागि अफर आएको आएछ? आएछ अहिले। धेरै त्यस्तो त आएको छैन पहिला जस्तो, अब अलिक थोरै ग्याप बेकार गरिछु जस्तो भयो। तपाईँले त धेरै अफर आउँदै हिँड्नु भयो नि होइन? हजुर, त्यस्तै। अब घर बनाउने जरुरी थियो नि त, अब त्यति कति दिन काठमाडौँ बसिरहने घरमा त्यस्तो भएर भनेर गएको घर बनाउन। कति एक तला बनाउनु भयो कि दुई तला? टिन छाएको एक तलामै हो। हजुर, जग्गा तपाईँहरू के हो त्यो? हजुर, हाम्रै हो। अनि कति चिटिक्काको घर बनाउनु भएको रहेछ, पैसा पनि धेरै लाग्यो होला। हजुर, लाग्यो। कसले खर्च गरिदिनु भयो? जति पनि सहयोग गर्नुभएको उहाँहरूले सहयोग गरेरै भएको हो मेरो घर। अनि उहाँ खर्च भइरहेको छ। हजुर, कसले अहिले सबै म्यानेज कसले गरिरहनु भएको छ? भोजराज दाइले गरिरहनु। तपाईँको लागि त भोजराज त भगवान् जस्तै हो। हजुर, त्यो भगवान् जस्तै। अहिले घर बन्यो, तपाईँहरू पहिला अरूको घरमा बस्नु पर्थ्यो, अब त अरू घरमा बस्नु पर्दैन नि? पर्दैन। के भन्नुहुन्छ बुवा मम्मी? अब घर सर्ने बेला जानु पर्ला म। के भन्नुभएको छ बुवा मम्मीले? घर बन्दै गर्दा छोरालाई केही त भन्नुभयो होला नि, तैँले गर्दा यत्रो भयो, हामी यत्रो वर्ष बाहिर बस्नु परेको थियो भनेर भन्नुभयो? हजुर, भन्नु धेरै खुसी हुनुभएको सबै, एकदमै खुसी हुनुभएको। किनभने अब कसैले हाल्न नसकेको घर त तैँले हाल्दैछस् होइन, एकदमै खुसी लागेको छ भन्नुहुन्छ। त्यसैमा खुसी छु म। अनि देश विदेशबाट नि फोनहरू आउला, मेसेजहरू आउला। मोबाइल पनि नयाँ किन्नु भएको छ, खै देखाउनु त यो मोबाइल मजाले होइन? 3टा कतिवटा? मन्जु दिदीले पहिल्यै मन्जु दिदीले किनिदिएको मोबाइल पो हजुर, मजाले अहिले फोन आउने, मेसेजहरू आउने देश विदेशबाट कतिको सजिलो छ तपाईँलाई? हजुर, फोन आउने, आफ्नो सबैलाई फोन गर्न सकिन्छ अब अनलाइनबाट, हिजोबाट पनि। हजुर, फेसबुक चल्छ गाउँमा? नै, फेसबुक त अलि उचाइमा जानुपर्छ चलाउनको लागि, त्यही पनि स्लो चल्छ। तपाईँको नाममा त कति धेरै फेसबुक बनाएर रहेछ होइन, कतिले पैसा माग्छन् रे तपाईँको नामबाट हो? हजुर, हजुर, मैले एउटा चाहिँ कस्तो ज्यादा फलोवर्स बनाइसकेको फेसबुक आइडी पनि रहेछ मेरै नामबाट। अब के भन्ने, अब त्यो अब भन्न केही पनि सकिँदैन।
अनि एकचोटि फेरि मलाई खबर आयो कि हाप्रेबाट झुपी दाइले भन्नुभयो कि तेरो नामबाट कसले पैसा मागेको छ अनि तैँले भनेपछि म आफै दङ्ग परेँ कि म किन मागौँला त्यसरी पैसा होइन अब मागे पनि अब होइन हल्का दाइहरूले अनि एकदमै सहयोगको अभाव भएर माग्ने हो। अब त्यही बेला घर हाल्दै थिएँ अनि सबै कुरा दाइहरूले जुटाइरहनु भएको थियो अनि मैले सहयोग किन माग्नु पऱ्यो। त्यसै कसले विनोद महता भनेर सहयोग माग्दो रहेछ। भनेपछि त तपाईँले हेर्नु तपाईँले आफैलाई समस्या छ घर बनाउनका लागि होइन उता तपाईँको नाममा नक्कलीले पैसा उठाइदिरहेको छ। हजुर हजुर यसले त तपाईँलाई ठुलो घाटा भयो। हजुर हजुर एकदमै दुःख लाग्छ आफ्नो नाममा त्यस्तो काम भएको भएर। तपाईँलाई त्यो कुरा केही थाहा छैन। हजुर त्यो म राम्रोसँग मेसेज पनि गर्नुहुन्न तपाईँ आउँदैन बल्ल बल्ल होला मोबाइल राम्रोसँग छ। हजुर हजुर अब गाउँमा खास नेट पनि चल्दैन म अनलाइन बस्दैन मलाई त्यो पछि त्यही थाहा भएपछि मैले फेसबुकमा लेखेर हालेको थिएँ। अब एउटा गीत तपाईँको रुन्ना धर्किएरै होला तपाईँको जीवनको सबभन्दा सफल गीत अहिले पनि 32-33 लाख बढी दर्शकले हेरेका छन् होइन तपाईँलाई अहिले जसले चिन्ने गीत होला त्यो। हजुर हजुर मसँग त मन लुट्यौ धन लुट्यौ सबै लुट्यौ कहाँ छुट्यौ अब रुना धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र मर्ने जति कोही पनि आउन फर्केर मर्ने जति कोही पनि आउन फर्केर। साँच्चैको मर्ने जति फर्केर कहिले आएको छैन हजुर हजुर के थाहा छ आएको नै थाहा छैन। तपाईँले भन्नुभएको थियो पहिला अन्तर्वार्तामा मर्ने मान्छे फर्केर आउँछ कि भन्ने जस्तो पनि लाग्थ्यो मलाई भन्नुभयो। हजुर हजुर त्यस्तै कस्तो अचम्म लाग्छ कि कोही मऱ्यो अनि कोही बित्यो भन्ने सुन्दाखेरि एकदम अर्कै लाग्छ मनै अर्कै हुन्छ। त्यस्तै त्यो ठ्याक्कै अरूको जीवनमा मेल खाने गीत। हजुर मेल खाने। आज त तपाईँले पानसमा बत्ती बालेको गीत पनि गाउनुभयो विमल डाँगी दाईको पुरानो गीत सुन्नुभएको थियो नि। हजुर पहिला खासै सुनेको थिएन सुन्न भन्दाखेरि पनि अब पहिला मोबाइल पनि थिएन अब अरूको मोबाइलमा अलि त झलक झलक सुनेको अब त्यस्तो ध्यान भएन क्या त्यही तर आज गाउनुभयो मिठो हजुर गाएँ धेरै खुसी लागेको छ मलाई गाउने अवसर दिनुभयो उहाँले धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँलाई। त्यो गीत गाउनुहोस् त कस्तो हुन्छ। त्यो गीत त अझै कन्ठ पनि छैन मैले अझै गीत गाएर आइहालेँ। हजुर अब अनि तपाईँलाई जस्तो यस्तो अवसरहरू आउँछ नि नयाँ नयाँ गीतहरूको लागि कतिको अवसरहरू आउँछ कि या पुरानै गीतहरूलाई रिमेक गरौँ भनेर आउँछ अब एउटा उहाँ दाइले के अरे रामकृष्ण दाइले बोलाउनु भएको छ उहाँको नयाँ गीत भन्नुभएको छ उहाँको गाइदिनु जानु पर्ला अहिले अनि एउटा गीत आइरहेको अलिअलि। तपाईँलाई जोस् अब गोजीका लागि भनौँ न गोजीको ऋतु नहुने भयो होइन गोजी ऋतु तपाईँलाई जस्तो अमेरिकाबाट विमल दाईले चाहिँ फोन तपाईँलाई गर्नुभएको थियो कि या भोजराज दाईहरूलाई गर्नुभएको रहेछ। हजुर तपाईँ त्यही भएर उहाँहरूको कारणले यहाँ आएर गीत पनि गाउनु। हजुर हजुर गाइए। यति ठुलो अग्रज कलाकार जो अहिले अमेरिका हुनुहुन्छ उहाँ जस्तो कलाकारको गीत गाउन पाउँदा चाहिँ कस्तो लाग्छ। एकदमै खुसी लाग्छ किनकि उहाँ जस्तो गायकहरू ठुल्ठुला गायकहरूले मलाई अब होइन अवसर दिनुभयो त्यसैमा धेरै खुसी लाग्छ किनकि अब नाम सुनेको गायक होइन अलि चर्चित गायक उहाँसँग भेट्न पनि मन छ तर होला भेट। हजुर अब अर्को एउटा गीत तपाईँको मुखबाट सुनाउँ न। कुन गीत सुन्नुहुन्छ त तपाईँलाई मनपर्ने गीत कुनै भन्छौ के पिर खुट्टालाई जुत्ताको पार्ने हौ कि यता न उताको माली गाईको बाछी मलाई माया गरेको ख्याल ख्याल हो कि साँच्ची लौ मलाई माया गरेको ख्याल ख्याल हो कि साँच्ची लौ मलाई माया गरेको ख्याल ख्याल हो कि साँच्ची। ओके मलाई माया गरेको ख्याल ख्याल हो कि साँच्ची यो गीत पनि निकै हिट गीत हो। हजुर अहिले जस्तो तपाईँ गाउँमा हुँदै गर्दा होइन घर बनाउँदै गर्दाखेरि गाउँका साथीहरू नि आउनु होला आफन्तहरू पनि के भन्नुहुन्छ। एकदमै के अरे राम्रो काम गरिरहेछ अनि एकदमै अझै अगाडि बढ्ने कोसिस गरेस् अनि हामी भनेर भन्नुहुन्छ। तपाईँ जुन ठाउँमा अहिले फर्किनु भएको छ जुन ठाउँमा तपाईँको घर बनेको छ त्यो त्यही ठाउँ हो जुन ठाउँमा पुरानो घर थियो आगो लागेर ध्वस्त भयो होइन त्यो दिन सम्झिनु न त्यो क्षण सम्झिनु न विनोदलाई कहिलेकाहीँ त्यो क्षण सम्झिन नपाए हुन्थ्यो जस्तो लाग्छ। हजुर त एकदमै पहिला कुरा त्यो सम्झिँदाखेरि त एकदमै दुःख लाग्छ आफूलाई होइन
त्यो जलेको घर देख्दा अनि त्यो कुहिरो पुरै लागेको सम्झिँदा एकदमै नराम्रो लाग्छ। हजुर। तपाईँ त्यस्तो जलेको घरबाट होइन आज चाहिँ अर्को घरमा त सर्नुभयो होइन, तैपनि तपाईँको त्यो दिन भनौँ तपाईँ बुवा मम्मीले दुःख गरेर बनाएको घर कसरी त्यस्तो भयो? अब त्यो वनमा आगो लागेको थियो लडेलो लास्टै खतरा हुन्छ हाम्रो गाउँमा फेरि होइन, त्यो अब सालको पातहरू झरेको हुन्छ कि लास्टै धेरै धेरै हुन्छ अनि थागल भन्ने हुन्छ त्यहाँ, त्यो लास्टै खतरा आगो लाग्छ क्या, त्यहीबाट कसरी लाग्यो त्यहाँबाट माथि हावाले भेटिदियो। हजुर। अनि माथि हावाले घरमा चाहिँ असर पारे भनौँ न। हजुर हजुर। तपाईँ अहिले जुन रूपमा अवस्था यो सिर्जना भयो नि होइन, अहिले यो सबै अहिले घर बनाउँदाखेरि यो नयाँ घरमा अझै हुन्छ नि 10-12 लाखभन्दा बढी खर्च भइसक्यो होला सायद मेरो विचारमा होइन, यति राम्रो घरमा बस्न पाउँछु भन्ने सोच्नु भएको थियो? सोचेको थिइनँ, मैले सोचेको थिएँ कि सानोतिनो एउटा काठको घर हालेर कमान जाने सोचेको थिएँ होइन, यस्तो अब होला भने के सोच भयो र, तर त्यही घर पनि हाल्न सकेको थिइनँ त्यस्तो भइरहेको थियो। अनि एक्कासी के भयो के हुनाले यहाँसम्म अहिले घर बन्दैछ, एकदमै खुसी लागेको छ। सोचेको थिइनँ मैले यस्तो हुन्छ होला भनेर। कोही भट्टवाला गीत गाउनुहोस् न, तपाईँलाई एकदम चौधरी गीत मिठो गाउनु पनि हुन्छ। हजुर। अरू गीत हो जस्तो लाग्छ। हजुर ल हुन्छ। घुम्न आएको सालीको गाउँ हावा सरर मनै हरर, सालीसँग बोल्न मलाई लाग्यो रहर, सालीसँग बोल्न मलाई लाग्यो रहर, ऐना हेरेर साली ऐना हेरेर, ऐना हेरेर साली कपाल कोरेर, आई लभ यु भन्देऊ कि त मुखै फोरेर, आई लभ यु भन्देऊ कि त मुखै फोरेर, आई लभ यु भन्देऊ कि त मुखै फोरेर। ल आई लभ यु भनिदेऊ कि त मुखै फरेर है, यो गीत पनि तपाईँले धेरै गाउनु भयो होइन? हजुर हजुर। तपाईँलाई एकदमै भनौँ न सुरुमा साथ मिलेको। हजुर हजुर। तपाईँ जस्तो दोहोरी गाउँछु लोकगीत गाउँछु भनेर चाहिँ पहिल्यैदेखि नै सोच्नुहुन्थ्यो कि अलि पछि थाहा पाउनुभयो? यस्तो लाग्थ्यो कि पहिला त गीत त गाउँथेँ, तर साथीभाइहरूले भन्थे कि अब राम्रो गाउँछ एकदम भन्थे, तर गायक बन्छु जस्तो चाहिँ कहिले लाग्दैन थियो कि, किनकि त्यो औकातमा चाहिँ कहिले पुगेला भन्ने लाग्थ्यो। तपाईँलाई जस्तो यहाँ कति धेरै अहिले कमेन्टहरू आउँछ होइन, म चाहिँ त्यो कमेन्टहरूमा पनि म चाहिँ विनोदको गर्लफ्रेन्ड बन्न पाए हुन्थ्यो, विनोदसँग बिहे गर्न पाए हुन्थ्यो भनेर आउँछ नि त्यो भिडियोहरूमा, कतिको पढ्नुहुन्छ त्यस्तो कमेन्टहरू? पढे पनि त्यस्तो हेर्दिनँ, किनकि त्यस्तो त्यति खासै हो। अहिले कतिको मेसेज चाहिँ कतिको आउँछ ए म तिमीलाई मन पराउँछु भनेर? त्यस्तो अब त्यस्तो त आएको छैन सित्तैमित्ती, कहिले कोही अब हुनुहुन्छ, किन अब त्यो मलाई थाहा भएन, नत्र पनि सबै पढाइ जस्तो दादा भनेर बोलाउनुहुन्छ, एकदमै खुसी लाग्छ। ओके, भनेको सबैले दादा भनेर चाहिँ तपाईँलाई बोलाउनुहुन्छ है। तपाईँलाई चाहिँ जस्तो फेसबुकमा रिक्वेस्ट चाहिँ केटा मान्छेको बढी आउँछ कि केटी मान्छे? सबको आउँछ। सबको? हजुर। मतलब च्याटमा अफलाइन मेसेज कसको बढी आउँछ? सबैको आउँछ आउनु त, तर सबैले दादा भाइ दाइ भनेर सबैले बोलाउनुहुन्छ। तपाईँ बढी कोसँग बोल्नुहुन्छ, केटा मान्छे केटी मान्छे? म केटा मान्छेसँग बोल्छु, आफ्नो साथीहरूसँग। हजुर। यो कपाल के को लागि पाल्नु भयो? धेरैले सोध्नुहुन्छ पहिला बच्चामै हिरो बन्न मन छ कि क्या विनोद महतालाई? होइन होइन, त्यो म चाहिँ कपाल काट्यो पनि कस्तो नराम्रो देखिन्छ अरे भनेर आमाले भने, यो अलि कपाल पालेकै सुहाउँछ अरे क्या मलाई, त्यही भएर। भनेको कपाल पालेकै सुहाउने भएर कपाल पाल्नु भयो? हजुर हजुर। तपाईँलाई जस्तो स्कुल पढ्दाखेरि चाहिँ अरू साथीहरूले जिस्काउँथे कि जिस्काउँदैन थियो कपाल पाल्दा? नै जिस्काउँदैन थियो। तपाईँ दाङमा चाहिँ जस्तो दाङको सहर पनि धेरै पछि आएको भन्नुभएको थियो नि होइन, अहिले त सहर त अब तपाईँले त नौलो लाग्दैन होला है काठमाडौँ आइसकेपछि? हजुर हजुर, त्यस्तो लाग्दैन। हजुर। तपाईँलाई गीत गाए मध्येमा सबभन्दा मनपर्ने गायिका को हो? मलाई सबै मनपर्छ। अहिले तपाईँ जोसँग गाउनुभयो नि त्यो मध्येमा चाहिँ यो गायिकासँग चाहिँ मैले गीत गाएर पनि राम्रो भयो, यो गायिका चाहिँ मलाई मनपर्छ भन्ने होला नि? त्यस्तो हुँदैन, म सब गायिकासँग सँगै हुन पाएँ, अब सबैसँग गीत गाउनु पाए हुन्थ्यो भन्ने लाग्छ, त्यस्तो रोज्न चाहिँ। तपाईँलाई भाग्य चम्काउन साथ दिने गायिका को जस्तो लाग्छ? पहिलो सुरुमा मलाई अवसर दिनुभएको पूर्णकला दिदी, राजु आडी दाइले शब्द लेख्नु भएको, त्यही गीतबाट अब सुरु भएको हो। त्यसपछिको तपाईँको निरन्तरता रह्यो। तपाईँ एलिना चौहानहरू उनीहरूको नि गीत गाउनुहुन्थ्यो? सुन्थेँ, तर गाउँथेँ, तर त्यति हुँदैन थियो कि अब गीत
आफै गुनगुनाउने, कसको गीत गुनगुनाए कसको गीत गुनगुनाए त्यो थाहा हुँदैन। ए भनेको त्यो बेला जुन बेला गीत गाउनु भयो त्यो बेला कलाकार चिन्नु भएन, हजुर हजुर अहिले धेरै चिन्न थाल्नु भएन। हजुर हजुर तपाईँलाई अहिले त खुसी लाग्ला सबै आफूले चिनेका कलाकारहरू साथीभाइहरू होइन, हजुर हजुर एकदम राम्रो पनि भएको छ। हजुर राम्रो पनि भइरहेछ। तपाईँलाई अहिले जस्तो स्टेज महोत्सवहरूमा चाहिँ बोलाएको छन् कि नै? त्यस्तो छैन। बाङतिर पनि धेरै कार्यक्रमहरू पर्छ, विनोद भाइले चाहिँ गाउन अवसर दिउँ भनेर कार्यक्रमहरूमा बोलाएको छैन? अलिअलि एक दुईवटा मेसेज त आएको छ, तर हेर्दै जाऊँ के हुन्छ अब। रहर छ स्टेजमा चढेर हजारौँ मान्छेको अगाडि गीत गाउने रहर छ? हजुर छ। कुन गीत गाउनुहुन्छ होला यसो स्टेजमा जानुभयो भने? सोचेर पछि सोचेर काम लाग्यो। जाँदा जाँदै तपाईँलाई अझै शुभकामना, छिट्टै पुरै घर बनेर त्यही घरमा बसेको हेर्न पाऊँ, पूजा लगाएर होइन सरेको। ल हस्, धन्यवाद।